हामी आदरणीय व्यक्तित्व दिपेन्द्र सरलाई पनि म यो माइक्रोफोन हस्तान्तरण गर्दछु। हस्, धन्यवाद। हाम्रो एसबिडी बन्धुहरूको यो कुल समारोहको सञ्चालन गर्ने सदस्यज्यू, आजको यो कार्यक्रमको सदस्य अध्यक्षज्यू, विशेष त आजको यो कार्यक्रमको गरिमा हामी सबैको पूजनीय व्यक्तित्व सियाग स्वामीज्यूप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, हार्दिक प्रणाम व्यक्त गर्न चाहन्छु। देशमा आसीन हुनुहुन्छ हाम्रो माननीय पूर्णज्यू पनि यहाँ हुनुहुन्छ, हाम्रो सुकल्पको अध्यक्षज्यू हुनुहुन्छ, हाम्रो पूर्व मुख्य सचिवज्यू सम्राट सुवेदी सर यहाँ हुनुहुन्छ, आदरणीय प्राध्यापक डाक्टर राजाराम सुवेदी, हाम्रो सुकल्पको सद्य पहिलो संस्थापक अध्यक्ष प्रेम सुवेदी दाजुलाई म यहाँ देखिरहेको छु। त्यस्तै यता सम्पूर्ण सुवेदी बन्धुहरू सबै यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो कुल पूजा भव्य ढङ्गबाट सम्पन्न हुँदै गइरहेको छ, यसको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र आज मेरो लागि यो ऐतिहासिक अवसर पनि भयो, धेरै सुवेदी दाजुभाइ दिदीबहिनीहरूसँग यो भेट्ने अवसर पनि भयो। प्रतिष्ठित हाम्रो सुवेदीको तर्फबाट उच्च तहमा पुग्नुहुने व्यक्तित्वहरूसँग पनि यो आजको यो साक्षात्कार हुने अवसर प्राप्त भयो। यसको लागि आजको यो आयोजक समिति, विशेष त हाम्रो चितवन जिल्ला कमिटीप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र यो भवन हामी जहाँ बसिरहेका छौँ, यो भवन हाम्रो एउटा सपना पनि हो। हामी सुवेदी बन्धुहरूका लागि भोलि हामी सनातन धर्ममा विश्वास गर्छौँ, हामी भारद्वाज ऋषिका सन्तान पनि हौँ। यस अर्थमा हामीलाई गर्व छ र यो भवनलाई सम्पन्न गर्नका लागि हामी सबैले अहोरात्र हामी खटिरहेकै छौँ र हामी अझै खटिरहनेछौँ। त्यो प्रतिबद्धता पनि म यहाँलाई व्यक्त गर्न चाहन्छु। र हामीले म विभिन्न मन्त्रालयमा रहेर काम गर्दाखेरि पनि सबै मन्त्रालयबाट म जहाँ जहाँ गइरहेको छु, मैले सक्ने आफ्नो तर्फबाट सक्ने गरि पनि रहेको छु, गरिरहने पनि छु। र मेरो व्यक्तिगत तर्फबाट अथवा संस्थागत तर्फबाट त्यो भवनलाई सम्पन्न गर्नका लागि हामीले कुनै न कुनै तर्फबाट मेहनत गरिरहेकै छौँ र निरन्तर गरि पनि रहनेछौँ। र आजको यो सुवेदी बन्धुहरूको यो कुल पूजा समारोह जुन ढङ्गले आयोजना गर्नुभयो, यसको लागि विशेष त हाम्रो राम सुवेदी दाजु यो भवनको चाहिँ अध्यक्ष पनि हुनुहुन्छ। उहाँ यो भवनको लागि पैसा माग्न नपुगेको मलाई लाग्छ, कुनै व्यक्ति पनि छैन, कुनै संस्था पनि छैन। निकै खट्नु भएको छ उहाँको लागि एकचोटि जोरदार ताली दिनुहोस्। मैले उहाँको धेरै खटाइदिएको छु, असाध्यै धेरै खटाइदिएको छु। म कहाँ पनि उहाँ सयौँचोटि आइसक्नु भयो होला यो विषय सन्दर्भलाई कुरा गर्नका लागि। त्यस कारणले उहाँको खटाइले नै आज मलाई लाग्छ यो भवन यहाँसम्म आइपुगेको छ। तर हामी सबैको योगदान त छ। सुरुमा हाम्रो सहसचिवज्यू हुनुहुन्छ रामप्रसाद सुवेदी सरको निकै ठुलो योगदान रह्यो यसलाई सुरुवात गर्नका लागि। र त्यसपछि हामीले यसलाई बिस्तारै इँटा थप्दै गयौँ र आज यो स्थितिमा चाहिँ हामीले भवन देख्न पाएका छौँ। र हामी सबै भोलि जो जति छौँ हामीले यसलाई अरूको पनि सेवा गर्ने एउटा भवनको रूपमा, सुवेदी बन्धुहरूको तर्फबाट अरूका लागि सत्कार गर्ने भवनको रूपमा, यसलाई अतिथि भवनको रूपमा हामीले अगाडि बढाइरहेका छौँ। यसलाई सम्पन्न गर्नका लागि हामी सबै एकजुट भएर फेरि पनि लागौँ। म त्यही यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। र यो सुवेदी बन्धुहरूको यो कुल पूजा समारोह यो भव्य ढङ्गबाट सम्पन्न हुन गइरहेको छ। यहाँ विशिष्ट व्यक्तित्वहरू हुनुहुन्छ, यहाँहरू सबैप्रति म यो कुल पूजाको यो समारोहको अवसरमा यहाँहरू सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै र यो कुल पूजा समारोह भव्य ढङ्गबाट सम्पन्न हुन सकोस् त्यसको शुभकामना राख्दै मेरो भनाइ म यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद।